नमस्कार सबैजनालाई। हामीले अघिल्लो पार्टमा कुरा गऱ्यौँ कि अमेरिकाको मिलिट्री स्पेन्डिङ चाहिँ अरू देशको तुलनामा निकै धेरै छ। त्यही भएर पनि ऊ विश्वको कुनै न कुनै वारमा संलग्न छ, किन भन्दै उसलाई त्यो बजेट खर्च गर्नु छ। उसले खर्च कसरी गर्छ भन्दा हतियार उत्पादन गर्छ र बिक्री गर्छ। बिक्री गर्नलाई वार क्रिएट गर्नु पर्यो। वार क्रिएट भएपछि मात्रै हतियार खरिद गर्छन् अरूले। त्यो भएको हुनाले ऊ आफै प्रोडक्सन गर्छ, ऊ आफै वार क्रिएट गर्छ र ऊ आफूले बेच्छ र त्योबाट पैसा कमाउँछ भन्ने कुरा। यो चार्ट हेर्नुभयो भने 1945 पछि चाहिँ अमेरिका चाहिँ प्रत्यक्ष या अप्रत्यक्ष रूपमा कतिवटा देशमा चाहिँ वारमा इन्भल्भ भयो, आइदर डाइरेक्टली अथवा इन्डाइरेक्टली। डाइरेक्टली भनेको सिधै उहिले हस्तक्षेप गरेर र इन्डाइरेक्टली भनेको चाहिँ त्यो देशमा चाहिँ सत्ताको विपरीतमा कोही उचालेर र उसलाई चाहिँ हतियार प्रोभाइड गरेर कसरी चाहिँ इन्भल्भ भयो भन्ने कुराहरू चाहिँ यो चार्टबाटै देखिन्छ। यतिवटा देशमा चाहिँ अहिलेसम्म भएको रहेछ। भन्नुको अर्थ के हो भन्दा उसको इकोनोमी मिलिट्री बेस्ड इकोनोमी भएको हुनाले यस्तो सबै वार क्रिएट भएको हो। यो अमेरिकाको मिलिट्री इन्डस्ट्रियल कम्प्लेक्स, जसमा चाहिँ आधुनिक हतियारहरू बनाउने र त्यसलाई चाहिँ बेचबिखन गर्ने काम गरिन्छ। यो एकदम ठुलो एरियामा छ र यसको इन्भेस्टमेन्ट धेरै नै भएको हुनाले उत्पादन पनि धेरै हुन्छ र यसलाई बेच्नुपर्ने आवश्यकता पनि हुन्छ। त्यो भएको हुनाले उसले वारहरूमा क्रिएट गर्छ। अब यो चित्रमा देख्नुभयो भने यसमा चाहिँ चार्ट छ, जसमा चाहिँ मिलिट्री इन्डस्ट्रियल कम्प्लेक्स एउटा कर्पोरेसन र एउटा कङ्ग्रेस भनेको उहाँको सदन, अमेरिकाको सदन भनिन्छ। अब यसमा चाहिँ के छ भन्दा अब मिलिट्री कम्प्लेक्स जसले प्राइभेट कम्प्लेक्सहरू स्थापना गरेको छ, उनीहरूले चाहिँ कर्पोरेसन्सहरूलाई चाहिँ कन्ट्र्याक्ट गर्छ। उनीहरूसँग कन्ट्र्याक्ट गरिसकेपछि त्यो कर्पोरेसन्सले चाहिँ राजनीतिज्ञहरूसँग लबी गर्छ। लबी गरेर उनीहरूलाई चाहिँ के भन्छ भन्दा तपाईँहरूले चाहिँ यसको यो 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 कुरामा चाहिँ यो कुरा संसदमा पास गरिदिनु पर्यो अथवा बजेट यति पास गरिदिनु पर्यो र पोलिटिसियन्सहरूकै पोलिसीमा हात हुन्छ कि कुन ठाउँमा चाहिँ वार कहिले क्रिएट गर्ने भन्ने कुरा। त्यही भएर हरेक राष्ट्रपतिको कालमा कुनै न कुनै वार भएको हुन्छ अमेरिकामा र त्यो चाहिँ यही कर्पोरेसन्सहरूको लबीको कारणले हो, किनकि उनीहरूलाई हतियार बिक्री गराउनु छ र यसरी चाहिँ विश्वमा चाहिँ कुनै न कुनै ठाउँमा केही न केही तरिकाबाट वार भइरहेको छ।